वेलकम टु माई भ्लग। अनि आफ्टर लङ टाइम धेरै नै भइसक्यो मैले भ्लगहरू नहाले। अब चाहिँ यसो स्टार्ट गरिदिउँ न भनेर हो क्या। अब फेरि कन्टिन्यू दिनु पऱ्यो। अनि आज चाहिँ खत्रै पानी पऱ्यो हो क्या। बेलुका चाहिँ पानी पऱ्यो भन्दा नि हिउँ पऱ्यो हो। अब अहिले चाहिँ यस्तो भइसक्यो, उजाड छ। अनि उयो माथि डाँडातिर चाहिँ हिउँ परिरहेको रहेछ, हिउँ नै छ क्या। अनि त्यही यसो देखाइदिन्छु। अब अहिले हिजो बेलुका चाहिँ खत्रै थियो, अब अहिले चाहिँ छैन। किन नहुनु, अलिअलि चाहिँ छ है। अनि त्यो गाडीभरि छ, गाडीमा नि यत्तिकै छ। लेट्स सी। रुखहरूमा चाहिँ अलिअलि मात्र रहेछ, खासै धेरै चाहिँ छैन, अलिअलि छ। हिउँ पर्यो फुरुरुमै च्याङ माथि माथि गुम्बु लेकमा भने जस्तो भएको छ। अनि माथि हो क्या, म जाने नि यही हो। म नि यही जानला हो, देखाउँछु नि तपाईँहरूलाई है। लेट्स सी हाउ वाज द डे। अनि चिसो चाहिँ ठिकठाकै छ क्या। म चाहिँ अनि चाइना टिबेटमा छु। अनि सिगाचे भन्ने ठाउँमा इट्स गुड, के भन्छ, मौसम चाहिँ एकदम गुड छ क्या। चिसो चाहिँ सरक छ है। रुखहरू यहाँ फेरि हरियै देखिँदैन क्या, हतपत्त। वैशाख जेठको खडेरीमा अलिअलि देखिन्छ, नत्र त हताहत देखिँदैन। नत्र त पुरै मरुभूमि जस्तो क्या, सुक्खाको सुक्खै हो। अब अहिले चाहिँ यसो पानी पऱ्यो भएर अलि हरियो छ। हेर्दै जाउँ बोल्दै जाउँ। त्यहाँ पार्क पनि छ, पार्कतिर नि फेरि डान्स सान्स पनि हुन्छ क्या। त्यो मर्निङ डान्स पनि हुन्छ, त्यो पनि अहिले नाच्नुपर्छ हामी है त। हिउँ पऱ्यो भने चाहिँ यस्तो हुन्छ है सिटी यहाँको। हिजो बेलुका त झन् अझ धेरै परेको थियो। अब अहिले चाहिँ बिहान भने त अलिक सुकेको छ। त्यही म त्यता जान्छु टक्क है। यस्तै छ है, यतातिर अटो सटो हुन्छ ट्याक्क टक्क। फेरि यता चाहिँ मर्निङ डान्स पनि हुन्छ क्या। यो चाहिँ पार्क हो, यहाँको अलिक ठुलै पार्क हो क्या, राम्रै खालको पार्क हो। यहाँ चाहिँ ट्याक्क बिहान बिहान यस्तो डान्स सान्स हुन्छ यहाँ। यो चाहिँ मर्निङ डान्स हो अरे, मलाई पनि थाहा छैन। बेला बेला म नि गएर नाचिदिन्छु कोही कोही बेला। सधैँ त जानु लाज हुन्छ क्या, आउँदैन नि त। त्यो रमाइलो छ यहाँ। जसलाई जस्तो जस्तो सिक्नु मलाई त्यस्तो त्यस्तो कम पनि सिकाउँछ क्या सित्तैमा। मलाई त आइज भन्थ्यो, म त जाँदिनँ, लाज लाग्छ। आउँदैन नि त भाषा खासै। फ्याङच्याङ खुङचुङ फ्याङचुङ चुङचुङ फ्याङचुङ भेचेचुङ भन्छ, अनि बुझ्दै बुझ्दैन। अनि त्यो नबुझेपछि के गर्नु, स्याट अप योर माउथ, हा 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 गर्ने बस्ने। अनि यहाँको यो ठुलो पार्क पनि यही हो। अनि ठुलो गुम्बा नि यही छ क्या, बुद्धिस्टहरूको। अनि ठ्याक्क यहाँ अगाडितिर छ क्या यो बुद्धिस्टहरूको ठुलो गुम्बा चाहिँ। अनि ट्याक्क मान्छेहरूले यहीँदेखि गर्छ क्या ढोग्ने सोक्ने कार्यक्रम चाहिँ। ट्याक्क सट्ट यसरी लाउने, ट्याक्क यसरी गर्ने बुझा। पार्क चाहिँ राम्रो बनायो। अब नेपाल र यहाँ त कम्पेयर गर्ने भएन, यही हो यहाँको ठुलो गुम्बा चाहिँ। आज हिउँ परेर चाहिँ खत्रै देखाएर रहेछ ल। म त्यता नि जान्छु अहिले, मैले अघि नै भनिसकेँ होइन। यहाँ चाहिँ जहाँ मान्छेलाई अब जस्तो खालको सिक्नु मलाई त्यस्तै हो क्या। जसरी बडी सडी तन्काउनु पऱ्यो नि त, ट्याक्क यता उता छुट्टै खालको, यता छुट्टै खालको छ क्या। ढुक ढुक मर्निङ वाक कालको डान्स हो क्या यो चाहिँ। के गरेर के भएर गएर नाच्नु भन्थ्यो है, आउँदैन। अनि लाज हुन्छ क्या। दामी देखाएको पछाडि आज हिउँ परेर, चिसो पनि त्यस्तै छ। कान चाहिँ कुकुरको, कान र नाक चाहिँ कुकुरको जस्तो भइसक्यो, चिसो चिसो। त्यही हो जम। मान्छेहरू चाहिँ अब यता चाहिँ अलिक बुद्धिस्ट मान्छ,
अनि फेरि मुस्लिमहरू पनि हुँदो रहेछ क्या त मुस्लिमहरू पनि देखेँ अस्ति अनि बुद्धिस्टहरू चाहिँ अलिकति कडै खालको क्या खत्रै मान्ने बुद्धिस्टलाई चाहिँ ट्याक्क मान्छेहरू त्यहाँभित्र जाने मान्छेले कोही बेला 3000 4000 चोटि ढोग्छ अरे धर्म आफ्नो हो नि त होइन जसले जे धर्म मान्नु पनि पायो यो धर्म शर्माको बारेमा त म बोल्दिनँ है मलाई त फेरि आउँदैन क्या थाहा पनि छैन नि त जो जेमा खुसी छ त्यसमा खुसी हुनुपर्छ ट्याक्क हिँडौँ च्याट 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 यसरी हिँडेको देखेको भने चाहिँ फेरि अहिले गाडीले ढुङ हान्नेलाई फेरि नेपालतिरको जस्तो हुँदैन क्या यसो मान्छे हिँडेको देखेपछि रोकिहाल्छ क्या ट्याक्स त्यही हो म चाहिँ गुम्बा राउन्ड हान्नु लाग्यो खासमा अनि पछाडिको बाटो हिँड्नुपर्छ क्या गल्ली ठ्याक्क त्यहाँ माथिबाट यस्तो बवाल सिन देख्छ यो सिटीको है आज त्यही देखाउँछु क्या म तपाईँहरूलाई सिटी सानो छ तर राम्रो छ सफा सुग्घर भनौँ न राम्रो लाग्छ मलाई चाहिँ अब आएको एक वर्ष भइसक्यो 1.5 वर्ष त आएन 1 वर्ष भइसक्यो अनि बेला बेला आइरहन्छु क्या अनि आएको बेला चाहिँ बनाउँदिन्थेँ अब अहिले चाहिँ सुरु गरेको छु त्यही हो म तपाईँहरूलाई देखाउँछु त्यहाँबाट कस्तो देख्छ नजारा बवाल देख्छ बवाल बवाल झन् चिसो छ हिउँ परेको छ अब सिटी अब माथिबाट कस्तो देख्छ भन्ने कुरा हुस्सुले अब केही देखेन भने चाहिँ छुट्टै कुरा हो त्यो पनि देख्छ होला आछु यस्तै छ है हिउँ परेर कहाँबाट आयो पनि यता माथि भएर छ क्या हिउँ चाहिँ यो त अहिले नर्मली देखा हो हिजोका चाहिँ बवाल थियो क्या अब बेलुका त के गर्नु जाहेरतिर भाँडा हान्ने ठिक्क थियो त्यही भएर निस्किनु पनि पाएन बेलुका चाहिँ बवालै परेको थियो त्यति खुट्टै डुबिने खालको अब अहिले चाहिँ खासै छैन त्यही पनि अब बनाइदिइहाल्यो क्या धेरै भयो नि त यसो बनाउँदै गरौँ अब यसो कन्टिन्युटी दिउँ भनेर क्या अब नेपालमा मात्र होइन यतातिर पनि माग्ने हुन्छ क्या अब सिधै देखायो भने फेरि ल्याङ हानिहाल्छ है यसरी देखाउनुपर्छ यसरी देखाउनुपर्छ क्या होइन अब धर्म गर्ने मान्छेहरू है अब त्यस्तो त भन्दिनँ म ट्याक्क लाजको कुरा क्या है हजुर माग्नु बसेको छ त्यो पनि आइफोन बोकेको छ क्या के भन्नु गाह्रो छ ताली बजायो बसायो है त्यहाँ मन्त्र फुक्यो साइडमा चाहिँ आइफोन राखेर रहेछ क्या लाज क्या दिनेलाई पनि लाज लिनेलाई पनि लाज लिने लाज रहन्छ दिनेलाई चाहिँ लाज हुने क्या के सोचेर दिनु यार पैसा नि छ बिचरा यो सब कुकुरहरू भिजेछ यार यहाँबाट देखिने भने चाहिँ यही हो च्याप ट्याक्क सिटी चाहिँ खासै ठुलो छैन सानो छ तर यस्तै छ है ट्याक्क म बस्ने घर चाहिँ ट्याक्क लाएर यो म बस्ने घर चाहिँ यही हो है त्यही हो सिटी चाहिँ यही हो कस्तो राम्रो देखाएको छ क्या बवाल देखाएको छ हिउँ परेर झन् घाम लाग्दैन राम्रो देख्यो अनि अहिले झन् हिउँ परेको छ बवालै देखाएको छ लिटरली अब सबै यस्तै हो जहाँ पनि डाँडै डाँडा हो ट्याक्क ओहो उयो आँखै कस्तो भयो राम्रो देखाएको छ जे हो नि यतातिर चाहिँ कस्तो सासबाट क्या त्यही हो यता चाहिँ जे हो नि पानी परिरहेको होला नि आउँदो रहेछ क्या फेरि माग्ने मान्छेहरू माग्ने हो कि अब के हो डाइरेक्ट माग्ने त भन्नु नहुने
जे अनि मन्त्र लायो टक्क आयो है ल है त त्यहाँ बसेर झमक हुन्छ भन्न छ त्यो जिस्कायो भन्दाखेरि ढुक छानिहाल्छ क्या हिउँ खेल्न आएको हिउँै कम क्या के गर्नु यसो ट्याक मन्त्र लाउने दिन्छ सानो सानो बच्चाहरू पनि लिएर आउँछ पैसा दिन्छ भनेर नि होला के भन्नु आफ्नो परिस्थिति हो आफ्नो बाध्यता होइन के गर्नु म पनि बाध्यताले गरेर पढ्दै आएको हो अहिलेको ठाउँमा भन्दा नि यहाँदेखि चाहिँ खत्रै देख्छ क्या भ्यू चाहिँ यही हो गुम्बा चाहिँ यस्तो राम्रो देखा चाहिँ छन् यतातिर मेरो साउन्ड सानो भयो क्या त्यही हो आएँ यसो हिउँ परेको नि हेर्नलाई अब यहाँ धेरै मान्छेहरू आउँछ कि यसरी यहीँदेखि ढोक्छ गुम्बा चाहिँ त्यहाँ हो त्यही पनि यहीँदेखि ढोक्छ क्या मान्छेले आएपछि भने ट्याक्क बुढाबुढी मान्छेले यसरी भिडियो पनि बनाउँछ है फेरि म यहाँबाट झर्दैछु साथी हो त्यही हो लगभग यति नै हो ठाउँ सिटी अलि सानो छ क्या सिटी अलि सानो छ अब झरम यसो ग्लास तातो चिया खाम गाईको दुधको झन्नै लड्यो म्यादर चुस चिप्लो छ के गर्नु पानी भरेर त्यही माथि खटारो जुत्ता लाएर आएको छु ट्याक्क अब अघि भक्कु चढ्यो अब भक्कु ओह्रालो टक्क जाउँ अब यस्तै हो सिटीहरू यत्रै हो खासै ठुलो छैन सानो छ अब यही सानो सिटीमा नि बसेको 1 वर्ष भइरहेछ है दिन गएको पत्तै नहुने क्या कति चाँडो सकिन्छ अब अझै छ यार के गर्नु बस्नै पर्यो नबसी अब फेरि के गर्नु कमाइ धमाइ पैसा सैसा छैन बस्नै पर्यो कमाउनै पर्यो अलिअलि भयो भने पछिको लागि भयो भने सोच्नुपर्छ त्यही हो ट्याक्क यस्तो यस्तो ठाउँहरू हेर्ने अब भ्लगहरू चाहिँ डेली नै हाल्छु तर छोटो हुन्छ होला क्या अब किनकि मलाई खासै बोल्न आउँदैन नि त धेरै अनि त्यही धेरै बोल्दा नि बोल्दिनँ क्या थोरै बोल्छु छोटो बोल्छु अनि के बोल्छु मलाई नै थाहा हुँदैन अरे कि त्यही हो हेर्दै गरौँ एकदम अब आजको लागि चाहिँ लगभग यति नै हो के गरी मन पर्यो भने ट्याक्क लाइक गरौँ सेयर सब्सक्राइब नगर्दा नि हुन्छ मजाले हेर्नु चाहिँ हेरौँ त्यही हो आजलाई म यहीँ सकाइदिन्छु है यही हो म घुम्न आएको ठाउँ यस्तै छ अब कतिचोटि देखाउनु एउटै ठाउँ त्यो है यस्तै हुन्छ क्या अब यो भ्लगमा अब खासै बोल्न आउँदैन नि त त्यही भएर हो भ्लग छोटो भयो होला छोटो भए पनि मजाले हेरिदिनु सपोर्ट गर्दै गर्नु अब आजको लागि यति नै हो होप यु गाइज लाइक दिस भिडियो अनि अब म डेली नै बनाउँछु ब्लगर चाहिँ यस्तै छोटो नै हुन्छ बिस्तारै आउँला नि त मलाई नि बोल्न के बोल्ने कस्तो बोल्ने भनेर ल है त गाइज बाई बाई